सबले यतातिर ध्यान अब है खानेकुरा भने खाने नि हो सुन्ने पनि सुन्ने हो बुझ्नु नि पर्यो खानु नि पर्यो सर्वप्रथम त म अब अलि ढिला भयो होइन ढिला भएमा म क्षमा प्रार्थी चाहन्छु होइन आफ्नो गल्ती पनि स्वीकार्नुपर्छ सधैँ सक्षम हुन्छ भन्ने हुँदैन अब यो 2081-82 सालको चाहिँ सम्पूर्ण दाजुभाइहरूलाई मेरो हृदयदेखि नै मङ्गलमय शुभकामना दिन चाहन्छु अनि त्यस साथसाथै अहिले अब जस्तै भनौँ न हाम्रो अहिले कति 1 वर्ष लस भयो पहिला पनि हामी यसरी नै बसेर हरेक कुराहरूको निर्णय गऱ्यौँ हरेक कुरा गर्दाखेरि नै हामी सबै दाजुभाइ जताततै छरेर बसे पनि एकजुट भएर चाहिँ नयाँ सालको चाहिँ अब सबैले भन्छ नि शुभ कार्य राम्रो हुन्छ अरे के भन्ने कुरा हरेक कुरा हुन्छ छोड्ने तोड्ने खाने सुरु गर्ने हरेक कुरा है सबैको आफ्नो मन विचारहरू हुन्छ त्यो मध्येमा अब पहिला हामीले पनि अब हरेक कुराहरू निर्णय गऱ्यो कोही उपस्थित हुन सके कोही उपस्थित हुन सकेन त्यो आफ्नो व्यस्तता हुन्छ त्यसलाई अब हामीले पनि अब बुझ्नुपर्छ अब गल्ती सबैबाट हुन्छ त्यसमा गल्तीलाई स्वीकार्नु पनि सक्नुपर्छ हामी अब दाजुभाइ नै हो तर म यताउति भन्नु भएन अनि अब जस्तै भनौँ न हामीले अब यो खानेकुरादेखि ल्याएर हरेक कुराहरूमा अब गरिरहेको छु भइरहेको छु अहिले हाम्रो दाजुभाइ समाज पहिलाभन्दा कति राम्रो भइरहेको अहिले हरेक कुरा सामानहरू जे गर्न नसक्नुलाई पनि 200 पैसा उठाएर केही गऱ्यो भने हामीले गऱ्यो भने गर्न नसक्नुलाई पनि धेरै सहायता हुन्छ कि दायाँ बायाँबाट क्याटेक ल्याउने यताउति गर्ने त्यो अब पैसा हुने गर्छ होइन नहुनलाई त हाम्रो 200 पैसाले पनि कति सहायता भइरहेछ नि त होइन भोलि पर्सि अब जस्तै गर्दै जाँदाखेरि पढ्दै जाँदाखेरि ओहो यो चाहिँ हो रहेछ है भन्ने एउटा महसुस हुँदै जान्छ कि बुझ्नेलाई अब यो टुट्ने फुट्ने यताउति भन्ने कुरा होइन हामीले त यसलाई कसरी हुन्छ माथि लानुपर्छ होइन एउटा उदाहरणै बन्नु सक्नुपर्छ मान्छे अब त्यो बिचबाट तोड्ने फुट्ने भनेको त्यो अब राजनीतिक जस्तै हो कि फेरि त्यस्तोमा हामी दाजुभाइभित्र राजनीति छिर्नै हुँदैन यसलाई त कसरी हुन्छ सबैले हो ल अब मेरो कुरा चाहिँ गल्ती भयो भने तेरो कुरा यस्तो भयो भन्यो भने हो कि भनेर म नि निहुरिनु पर्छ कि होइन सबै कुरा मेरो कुरा सत्य हुन्छ राम्रो हुन्छ भन्ने हुँदैन सबैको कुरालाई त्यो अब खोल्चा मिलेर खोला के अरे सागर बन्छ भने हामी सबै दाजु मिलेर सागर समुद्र बनेर चाहिँ सलल परेर बस्न पाऊँ त्यो नै हो अब 2080 सालमा हामीले जुन यो कार्यक्रम राखेको थियो पहिलो कार्यक्रम राखेको थियो त्यो धेरै सफल र भएको थियो त्यो बिचमा अलिकति अब पोहोर हामीले राख्नु खोजेको पोहोर पनि अब त्यस्तै भयो ठिकै छ हामीले जतिखेर राख्यो भने जे गरे पनि कार्यक्रम राखेर राम्रो सबैजना भेला भएर त्यो कार्यक्रमलाई सफल पार्नु पायो भने त्यो नै सबभन्दा ठुलो कुरो हो कि ढिलो चाँडो भनेको भइहाल्छ होइन मान्छे हो अब सधैँ एकनाश हुँदैन हरेक वर्ष अब त्यही हो अब अहिले पैसा चाहिँ अब हामीले हरेक कुरा भनौँ न अब मेरो सोचाइमा चाहिँ है अब आफ्नो सबैको सोचाइ हुन्छ यो अब जुन 200 भन्ने हाम्रो त्यो मासिक शुल्क उठाएको छ त्यसलाई सबैले बुझेर नै दियो भने पछि त्यो अब अहिले एकैचोटि पर्दाखेरि अप्ठ्यारो पर्दैन भन्ने कुरा चाहिँ म पनि अब बुझिरहेको छु कि मैले अब जुनले मासिक दिइरहेछ गर्ने गरिरहेछ हरेक कुराहरू रेकर्ड राखेर छ अब त्यो रेकर्ड पनि अहिले हामी त्यो भन्छु होइन कोले कति दिएको भन्ने मैले रेकर्ड पनि राखेर छ अब एउटा अब जस्तै हाम्रो छिमेन्दा अब बाहिर हुनुहुन्थ्यो त्यो भूमिका पनि मैले निभाइरहेको थियो अब दाइ पनि आउनु भएको छ दाइ चाहिँ हामीलाई झन् सहज हुन्छ दाइले गर्नुहुन्छ त्यो जिम्मेवार फेरि अनि हरेक कुरा त्यही हो यति भन्दै अहिले मेरो 2 शब्द है टोङ्गा चाहन्छु धन्यवाद अब खानेकुरा खाँदै गरौँ होइन आजको यस अब पिकनिक कार्यक्रम अथवा साधारण सभा पनि भनौँ हाम्रो दाजुभाइ समूहको यसको अध्यक्षता गरिरहनु भएको अब अध्यक्षज्यू बिरबहादुर त्यसपछि कोषाध्यक्ष बिरबहादुर गजज्यू उपस्थित सम्पूर्ण सदस्यज्यूहरू दाजुभाइ समूहका सदस्यज्यूहरू अब हामी अब गत साल गर्न सकेनौँ यही ठाउँमा 1-2 वर्ष अगाडि यस्तै कार्यक्रम भएको थियो राम्रैसँग सम्पन्न भयो राम्रैसँग गऱ्यौँ अब यहाँ कति दाजुभाइ उपस्थित हुन सक्यो सकेन अब त्यसमा अब त्यति बेला अलिक बढी उपस्थित भयो अथवा अलिक कम भयो कि
भने जस्तो महसुस नि भएको अनि दाजुभाइहरूले अब हो यो दाजुभाइ समूहले बनाउँदै गर्दाखेरि एउटा एकरूपता हुनुपर्छ, दाजुभाइको सहिष्णुता हुनुपर्छ। के हो एउटा समाजलाई देखाउने कुरो भन्ने कुरो पनि भएको छ। एउटा भोलि यहाँहरू त्यो आफ्नो तरिकाले लाग्नु र यसरी एकजुट भएर त्यो गर्नलाई छुट्टै महसुस हुन्छ। त्यो कुरो पनि अब महसुस गर्नुपर्छ सबै दाजुभाइहरूले, बुझ्नु पर्यो दाजुभाइहरूले सबैजनाले। सबै कुरो बुझेर अब बुझेकै छ भन्ने पनि लाग्दैन। अब होला एका दुई दाजुभाइहरू कुनै अब बाहिर छ। अब हाम्रो समग्रमा हेर्ने भने दाजुभाइहरू धेरै छन्, तर हामी अवधमा अहिले 27 जना छौँ। 28 जना थियो, तल बिजे नहुँदाखेरि हामी अहिले 27 जना छौँ। 27 जना हुँदै गर्दाखेरि त्यसमा पनि अब राम्रै भइरह। अनि त्यसपछि होला अब बाउहरूको कार्यकाल करिब अब समाप्त भइसक्यो अवस्था जस्तो, अनि हाम्रो पाला जस्तो हामीले फेरि छोराहरूलाई हस्तान्तरण गर्नुपर्ने जस्तो यस्तो स्थितिमा यो पिकनिक कार्यक्रमहरू पनि अर्को आउने वर्षहरूमा अझ यस्तै कार्यक्रमहरू गर्दै जानु सक्नु पऱ्यो र राम्रो गर्न सक्नु पऱ्यो। र अर्को म अब यहाँको आजको निर्णय पनि अब म सचिवको हैसियतले एउटा सुनाउनै चाहन्छु। अब आम्दानी खर्चको त अब अहिले त्यहाँ उताको हिसाब आइसकेको छैन, त्यसको लागि चाहिँ अब क्षमा प्रार्थी नै भन्नुपर्छ। आजको निर्णय चाहिँ भनौँ न, आजको निर्णयमा सबैले हस्ताक्षर अब आज एउटा के कार्यक्रम राख्यो भन्दाखेरि आज हामीले भनेको आज मिति 2082 साल वैशाख 1 गतेका दिन दाजुभाइ समूह चौसा गढीनगर वडा 5 भुइँका अध्यक्ष वीरबार घलेको अध्यक्षतामा नयाँ वर्ष 2082 को शुभकामना आदान प्रदान कार्यक्रम तथा पिकनिक कार्यक्रममा तपसिलमा उल्लेखित दाजुभाइहरू उपस्थित भई विभिन्न विषयमा छलफल गरी निर्णय गरियो भनेर एउटा मैले यो निर्णयले होइन। अनि निर्णय प्रस्तावहरू के राखेको 2082 सालको वर्षको शुभकामना आदान प्रदान कार्यक्रम, यो चाहिँ हाम्रो शुभकामना सबै दाजुभाइले चाहिँ एक अर्कालाई शुभकामना आदान कार्यक्रम यो यसै सन्दर्भमा जोडिन्छ। अनि मासिक उठान गर्ने सम्बन्धमा भने हामीले मासिक उठाउने गरेर त्यसको सम्बन्धमा भन्यो। अनि विविध भनेर एउटा 3टा शीर्षक राखेर हामीले निर्णय गरेर लेखेका छौँ यहाँ। यसमा चाहिँ प्रस्ताव नम्बर 1 माथि छलफल गर्दा 2082 सालको नयाँ वर्षको उपलक्ष्यमा हुन्द्रुङ घले टोल दाजुभाइहरू जम्मा भेला भई पिकनिक कार्यक्रम एक आपसमा शुभकामना कार्यक्रम गरी नयाँ वर्ष 2082 को उपलक्ष्यमा शुभकामना कार्यक्रम आदान प्रदान गर्ने कार्यक्रम निर्णय गरियो। एउटा है प्रस्ताव हो। अनि ताली बजाएर अनि प्रस्ताव नम्बर 2 माथि छलफल गर्दा आज मिति 2082 साल वैशाखसम्म उठ्न बाँकी रहेको मासिक रकममा लाग्ने जरिमाना मिना गर्ने र उठ्न बाँकी रहेको रकम मिति 82 साल वैशाख मसान्तसम्म तिर्नुपर्ने र नतिरेमा लाग्ने जरिमाना समेत असुल्नुपर्ने गर्ने निर्णय गर्यो। होइन जरिमाना भनेको त्यो थोरै अब सीमित रूपमा हुन्छ। अनि त्यसपछि प्रस्ताव नम्बर 3 माथि छलफल गर्दा दाजुभाइ समूहभित्रमा उठाउने मासिक रकम एकमुष्ट रूपमा 1 वर्षभित्रमा दाखिला गरी सक्नुपर्छ। यदि 1 वर्षभित्रमा पनि दाखिला नतिरेमा हर्जना सहित दाखिला गर्नुपर्नेछ। किनभने 1 वर्षभित्रमा चाहिँ मासिक तिर्ने भयो, सबै तिर्ने भयो, तर 1 वर्षभित्रमा दाखिला गर्नुपर्छ। दाखिला भएन भने चाहिँ त्यो 1 वर्षपछि अब चाहिँ अहिले चाहिँ हामीले छुट गऱ्यौँ, अब चाहिँ जरिमाना लाग्ने छ भने यति निर्णय गऱ्यौँ। यसमा के दाजुभाइहरूको के छ कारण के छ? त्यो कुरा सही हो दाइ। सबैले ताली बजाएर स्वागत गर्नु। म बोल्छु नि पालै बोल्नु भनेपछि यो निर्णय सर्वसम्मतमा पारित भयो होइन त? ल सबैले सर्वसम्मतमा पारित भएको ताली बजाएर ल।
ल अब यो हामीले निर्णय गर्दै अनुसार अब यो पालै माइक अनुसार चाहिँ शुभकामना आदर प्राप्त कार्यक्रम सुरु हुन्छ। अब पहिला सुरु अब मसँग माइक भयो भने मैलेबाटै सुरु गऱ्यौँ अनि त्यसपछि रोल कमले गरेर सम्पूर्ण अब हाम्रो हुनुङ टोलको चौतारा साँचो गढी नगरपालिका पनि हुनुङ टोलको घले समुदायको दाजुभाइ समूह यसकोमा चाहिँ यो शुभकामना आदर कार्यक्रम सुरु भइरहेछ। यसमा चाहिँ एक अर्काले सबैलाई शुभकामना कार्यक्रम दिनु हुनको लागि चाहिँ म अब माइक हस्तान्तरण चाहिँ अब सिरियली रूपमा सबैले रूपमा हस्तान्तरण गर्दै जानेछु है। ल सबैले एक अर्कामा शुभकामना आदर कार्यक्रम हार्दिक अनुरोध गर्दछु र ल खाइसक्यो त नाच्ने पेट भोक अब नाच्ने अब यहाँ अब मैले त लते गीत हाल्ने हो नाटक देखेन यहाँ नाच्ने हो नम्बर चाहिँ 2062 सालको सबै 82 सालको सधैँभरि यसरी नै दाजुभाइ मिलेर 9 वर्ष म बस्छु प्रत्येक वर्ष साँच्चै हो मेरो भनाइ यही हो। बोलाएर काट्नु जाने मान्छेले बोलाएर मेरो पनि सहमति छ है। कोही भनेको दाजु बिहान भएर सुमन गरेर बोलाउँदा गोलघाटा आइहाल्यो कोही भनेको सुनेको नसुने हो सुनेको छ नि ल हाम्रो अब आउँदै गरेको चाहिँ 2082 साललाई स्वागत गर्दै हाम्रो दाजुभाइलाई चाहिँ एकदम नयाँ वर्षपछि शुभकामना एकदम राम्रो व्यक्त गर्न चाहन्छु। यो गाउँमा जहाँ जहाँ माछा पर्छ त्यहाँ खोलालेर हिँड्छ हामी माछा खान्छौँ खानीमा त यार कुन शब्दमा के आछ भने खुसी छैन त्यसमा नि भन्यो कि यो समाज आज यो भेटघाटको यो भोजमा आउँदै गरे आउनु त के भन्नु अब आइसकेको छ है। आज सुरु भइसक्यो यो नयाँ वर्षको 82को उपलक्ष्यमा दाजुभाइहरू सबैलाई शुभकामना एकदमै सालै पछि अब पहिलो वर्षको दिनमा चाहिँ यसरी नै बसेर मिलेर खानु पाओस् दाजुभाइहरू रमाइलो गरौँ। खानु मात्र कुरा भएन के धन्यवाद। 2082 सालको नयाँ वर्षको मेरो दाजुभाइहरूलाई सबैलाई शुभकामना होइन। हामीले वर्षैपछि अब पिकनिक कार्यक्रम गर्न नसक्ला होइन। सबैजना दाजुभाइले अब पर्या खण्डमा पर्या ठाउँमा सबैजना उपस्थित हुनु पर्यो होइन। अब नसक्ने स्थितिमै आयो भने त अब उसलाई कर गर्ने कुरो भएन होइन। अब सक्ने खण्डमा चाहिँ आउनु पर्यो दाजुभाइहरू सबैजना। अनि मेरो कुरो चाहिँ के हो भने भन्दाखेरि अब यो दाजुभाइको समूहलाई अब कन्टिन्यू गर्नु पर्यो होइन। कन्टिन्यू अब के गर्नु पर्यो क्या होइन। कन्टिन्यू दिनु पर्यो क्या यसलाई। अब जस्तै भनौँ न अब अहिले हामीले यसरी भनौँ न अब पिकनिक भनौँ नि बैठक भन्ने एउटा भनौँ न होइन बसेका छौँ हामी। अब जस्तै अब पोहोर पनि अब मिटिङ बस्ने भन्यो मिटिङ बसेन दाजुभाइहरू कोही छ भने होइन। अब समयले नभएर कि अब परिस्थिति नभएर कि भएन। अब आउने भोलिबाट अब दाजुभाइहरूलाई अब मिटिङ बस्ने भन्यो भने सबैजना दाजुभाइ उपस्थित भयो भने नभए तापनि होइन अब समर्थक हुनु पर्यो होइन। सबैजना उपस्थित हुनु सकेसम्म उपस्थित हुनु पर्यो। सकेन भने कसको के लाग्छ र होइन। सकेसम्म उपस्थित हुनु पर्यो।
अनि हाम्रो दाजुभाइको समूहलाई कन्टिन्यू दिएर अब सके महिनापछि नसके अब वर्षमा उठाएर भयो भने के गर्नु पर्यो अब यसलाई बिचमा छोड्ने बिचमा अब के गर्ने भन्ने अब चाहिँ त्यो चाहिँ नगरौँ सकेसम्म चाहिँ होइन सबैजनाले नगरौँ साँच्चै भने हो साँच्चै हो सकेसम्म चाहिँ नगरौँ अब यसलाई कन्टिन्यू गरौँ अब यसलाई सबैजनाले मिलेर अब योभन्दा अझै माथि लानु सकोस् कि दाजुभाइले होइन अहिलेसम्म हामीले अब यो गर्नु सकेको छ योभन्दा माथि गर्नु सकोस् त्योभन्दा झन् माथि गर्नु सकोस् त्यसरी नै अगाडि बढ्न सकोस् क्या गर्नु पर्यो अब मलाई चाहिँ चित्त के अरे आँदै अब मलाई चाहिँ कहाँनिर के हो भएर भन्दाखेरि अब यो बैठक बस्ने भन्दाखेरि चाहिँ बसेन होइन अझै बस्यो नि त होइन योभन्दा अगाडि भनौँ न गाउँमा बस्यो भने गाउँमा बैठक बस्ने भन्दा बसेन किन भन्दाखेरि अब त्यो भने नामले भाडा लाएर चाहिँ यहाँ बसेर गयो त्यतिखेर पनि सबैजनाको अब फोहोर पनि हुनसक्छ गाउँमा तास जुमा तासेले भन्छ आमा बाउले होइन मेरो चाहिँ धारण राख्नु पाइयो नि त त्यही हो होइन अब कन्टिन्यू गरेर जाउँ अब बैठक बस्नुपर्ने दिनमा भनेको दिनमा बसौँ होइन किनभने सबैजनाको टाइम एकै दिनमा मिल्दैन सबैजनाको टाइम एकै दिनमा मिल्दैन अब त्यो मिलाएर सबैजना दाजुभाइहरू भेला भएर के गरौँ अबदेखि चाहिँ अब आउने भोलिदेखि चाहिँ त्यसरी गरौँ एक गतिको भोजले पुगेन भने 3 गते बनाऊ फेरि त्यति हो मेरो धारणा अब शेर्पालाई हस्तान्तरण गरेँ मैले तपाईँको जिज्ञासा राख्नु चित्र भाइले मलाई भन्नुभयो हस्तान्तरण मलाई म्याप दिनुभएको छ नमस्कार सबैजना दाजुभाइहरूलाई है सम्पूर्ण मेरो दाजुभाइहरू समूहको लागि म हार्दिक नमस्कार गर्न चाहन्छु तर एउटा कुरा चाहिँ मलाई नि अलिकति डाउट लाग्छ किन हो कसो हो कसरी गर्ने हो व्यवहारहरूमा होइन तर सुन्नु न अब बुझ्नुपर्ने कुरा सबैजनाले हो दाजुभाइले तर अब हामी चाहिँ कस्तो भने यो जति पनि हाम्रो दाजुभाइ समूह बनिसक्यो होइन यसलाई हामी कसरी माथि चढाउने हो होइन त्यसलाई हामी भोलिपल्ट नि हाम्रो अब छोराहरूलाई पनि हामीले चढाउने बाटो त हो नि पहिले बाउहरूले देखाउनु पऱ्यो नि त होइन र बोल देखेर त हामी अनि रुखमा चढ्ने बस्न फेदमा चढ्ने पारेन नभए म त्यही भनेर चाहिँ कस्तो भने अब अहिलेको हाम्रो दाजुभाइहरूमा मेरो भतिजाहरू छ होइन उनीहरूलाई नि थाहा हुन्छ नि त अब हामीले गर्दै गएपछि पो यस्तरी समाज चलाउनु पर्छ होइन एउटा सिस्टम जानुपर्छ भन्ने कुरो अब उनीहरूले पो बुझ्छ त नि पहिला बाउहरूले नि नगरेपछि कसरी बुझ्ने त यो कुराहरू होइन अनि त्यो कुराहरूमा चाहिँ म चाहिँ कस्तो लाग्छ भने अब ठिक छ अब हामी पनि अब मान्छेको काल भनेको कतिखेर जान्छ थाहा हुँदैन यो बुझी हेर्नुहोस् है मान्छेको मृत्यु भनेको थाहै हुँदैन क्या भोलि पनि जान्छ आज पनि जान्छ नि त होइन र तर एउटा समूह गठन गरेर हिँड्यो भने त भोलि परेको खण्डमा समाज छ एउटा समूह छ हाम्रो दाजुभाइको पनि भन्ने कुराहरू थाहा हुन्छ नि भोलिको बच्चाहरूले पनि होइन र पछि अब हाम्रो छोराहरू भइसकेका छ हामी पनि अब धेरै त भनौँ न अब त्यस्तोहरू हामीले सधैँ एउटा के भन्छ नि एउटा हिसाबले चाहिँ अब हामी हिँड्नु सक्दैन अहिलेकोमा चाहिँ होइन तर म चाहिँ के चाहन्छु भने सम्पूर्ण मेरो दाजुभाइहरूलाई नमस्कार अझै पनि म हार्दिक नमस्कार भन्न चाहन्छु यो 2082 सालको शुभकामनामा हार्दिक शुभकामना दिन चाहन्छु तर यो भनेको चाहिँ मलाई नि कस्तो लाग्छ भने अबको पैसाहरू हामीले कहाँ लगानी गरेको छ त्यो कुराहरू पनि हामीलाई चाहिन्छ क्या बुझ्नुभयो अनि यो ठाउँमा दिएको छ त्यो ठाउँमा दिएको छ भन्नु पर्यो अब सचिवले भन्नुहुन्छ कि अध्यक्षले भन्नुहुन्छ कि सहसचिवले भन्नुहुन्छ त्यो त हामीलाई नि जानकारी हुनु पर्यो एउटा कुरा हेर्नुहोस् है अब जति पनि उठ्नुपर्ने पैसाहरू अब यो मसन्दाभित्रमा हामी उठाउने हो होइन तर उठाएपछि हाम्रो कलेक्सन कति भयो एउटा हाम्रो जोइन पनि छ त दाजुभाइसम्मको जोइन छ त्यसमा जसले पनि हाल्न सकिन्छ होइन भोलि यो पैसा सबै आफूले काम लाग्ने हो हाम्रो दाजुभाइले काम लाग्ने त होइन किन मैले मात्रै यसरी मैले खोजेँ मलाई किन यसलाई मलाई चाहिँ किन यस्तो भन्यो भन्नु तपाईँहरूले सोध्नु होला होइन मलाई चाहिँ खासै त्यो कुराहरू चाहिँ मलाई चाहेको चाहिँ होइन हेर्नुहोस् है फेरि
दाजुभाइलाई फेरि यसले मात्र किन पैसा कति खायो के गर्यो भनेर मलाई चाहिँ अरूले भनेको हो कि भन्ने सोच गर्नु होला। त्यसमा चाहिँ क्षमा चाहन्छु है फेरि म। यो भने हाम्रो समूहको एउटा हो, समूहको गठन पनि हुनु पर्यो क्या। किनभने अब कसले दिएको छ, कसलाई दिएको छ, कहाँ दिएको छ, कति पैसा उठाउनु पर्ने छ, त्यो ब्याजमा दिएको हो कि होइन, बिना ब्याजमा दिएको छ कि, त्यो कुराहरू पनि हामीले त्यो कुराहरूमै राख्नु पर्ने कुरा हुन्छ क्या। ओके नि त हेर्नु भन्नुहोस् त ल एकचोटि। अनि ठिक छ दिएको छ भने हो, समूहमा दिएको छ दाजुभाइलाई हो, 5-6 महिना हामी मिना गरौँला होइन। वर्ष दिन पछि त हामी सक्दैन नि त, हामीले त संस्था चलाउनु पर्ने हुन्छ। यो कुराहरूमा चाहिँ अब यसो मेरोबाट चाहिँ कस्तो लाग्छ भने अब है यो कुराहरूमा चाहिँ अब उठाउनु पर्यो, पैसा बजेट देखाउनु पर्यो होइन। सधैँ यो यसरी पिकनिक मात्रै खाने मात्रै भनेर त हुँदैन नि त होइन र। पक्न भाइ कुरा तलेनु पर्छ। हाम्रो चाहिँ कस्तो लाग्छ भने चाहिँ अब यो हाम्रो जति भयो नि बलियो बनाउनु पऱ्यो क्या। हाम्रो सङ्गठन एउटा नेपालले हाम्रो दाजुभाइको सङ्गठन ग्रुप बलियो हुनु पऱ्यो क्या। भोलि आएर भतिजाहरूले पनि छोराहरूले पनि केही नभनोस् क्या, बुवाहरू पनि केही हाम्रो के बुढाले केही गर्नु सक्यो नभन्नुहोस् एउटा जस्तो लाग्छ मलाई चाहिँ है। अब यो कुराहरूमा कस्तो लाग्छ दाजुभाइहरूलाई, म हुने दाइहरूलाई होइन, मेरो त्यस्तो सोच एउटा छ। अनि अब म चाहिँ के भन्न चाहन्छु भने अब यस्तै कुराहरूमा अब अलिकति गऱ्यो भने अब सबैजनालाई नै रिस उठ्न सक्छ। अहिले हामी सबैले ड्रिङ्क गरिरहेको हुन्छ, हाइवेमा सबैजना भइरहेको हुन्छ होइन। एउटा हाम्रो नै ग्रुप त छ, त्यसमा भोलि अब मन लागेको कुराहरू राख्न सकिन्छ होइन। त्यसमा चाहिँ अब 2022 सालकोमा अब पिकनिक एउटा हाम्रो दाजुभाइ समूहको पिकनिक पाउनु भएको छ। सबैजनाले अब यसरी इन्जोय गरौँ होइन, कोहीसँग झगडा नगरौँ, सबैजना मिलिजुली आफ्नो नेपाल आफै सुधार बनाऊ। र तर एउटा कुरा कस्तो लाग्छ भने मलाई आफ्नो नेपालमा हाम्रो हिन्दू गाउँमा हरेक कुराहरूमा बाटो नै छैन क्या। सुन्नुहोस् न, बुझ्नुभयो? त्यसले चाहिँ मैले धेरै नेताको कुरा जस्तो गरेँ हो, सरी है कुरा नि। अनि हाम्रो दाजुभाइहरूसँग मात्रै म कुरा गरिराखेँ किनभने कुनै ठाउँमा अलिकति बाटोहरू नै हामीले बनाउनु पर्ने स्थिति आउँछ, ढलहरू होइन। अनि किनकि अब पायो भन्दामा बारी अरूको मात्रै ख्वाटै खनेको भएन नि त भाइ। यो कुरा साँच्ची हो यो कुरा। बुद्ध पार्क भन्ने ठाउँमा काकाहरूसँग आउनु पर्दा एकदम खुसी लागेको छ मलाई। यसै गरी अर्को साल पनि आउनु पाओस्, त्यही हो। 2082 सालको सबै काकाहरूलाई शुभकामना। ल धन्यवाद। मेरो अङ्कलहरू सबैलाई होइन अब ह्याप्पी न्यु इयर। मेरो अङ्कल हुडहरूलाई यो सबैलाई अब ह्याप्पी न्यु इयर। सबै अङ्कलहरू सबै भरि यसरी मिलेको देख्न पाऊँ। अङ्कलहरूले जे सिकायो त्यही सिक्ने हामीले पनि, त्यही हो। अब अङ्कलहरूले अब सानोलाई माया गरेर माया सिक्ने हो, ठुलोलाई आदर गरेर आदर सिक्ने हो। ट्याक्क लगाएर अङ्कल अङ्कलमा चाहिँ भेदभाद हुनु भएन, सबले आफूले आफूलाई सहयोग गर्नु पऱ्यो जस्तो सुकै स्थितिमा होस्। त्यही हो अब भतिजोको कुरा। ल सबैले ह्याप्पी न्यु इयर अङ्कल हुडहरूलाई। ताली चाहिँ भएन के। धन्यवाद। मेरो त भन्न केही पनि छैन। दाजुभाइ सधैँ हरेक वर्ष यसरी जम्मा भएर खानु पाओस्, नयाँ वर्षको शुभकामना। धन्यवाद। महँगो चिज हो यो। ह्याप्पी न्यु इयर। 82 सालको शुभकामना है सबलाई। इन्जोय गरौँ, इन्जोय सबैले उठाउन इन्जोय। यसपालि रमाइलो भइरहेछ। अर्को साल चाहिँ अलिकति ल्याएर नचाउनु सक्ने बजेट बनाउने केटा हो, त्यही हो। लुकी डान्स चाहियो होला कहाँ ल्याउनु? रोल बाई रोल बल। सबैजनालाई 2001
एक्कासी साल सकेर 2082 सालको सबैजनालाई वेलकम छ। सबैजनालाई वेलकम छ है। आजको 1 गतेको दिनमा सबैजना दाजुभाइ बसेर मजाले पिकनिक मजाले बसेर मजाले खाएर उता बसिरहेछ न। सबैजनालाई वेलकम छ। ह्यापी न्यू इयर। सबैजनालाई ह्यापी न्यू इयर। आजको दिनमा योभन्दा 2 वर्ष अगाडि नै बसेर खाएको हो यही जग्गामा बसेर न। सबैजनालाई ह्यापी न्यू इयर यही भन्न चाहनुहुन्छ। अब बसेर खाएर सबैजना बसेर खाएर रमाइलो गर्न आएको छौँ। रमाइलो छ नि त केटा हो भाइ भाइ। तर यो ठिकै छ योभन्दा अगाडि नै थियो है हेड चाहिँ भएन क्या आज। गर्छौँ है मेरो दाजुभाइहरूलाई ह्यापी न्यु इयर 2082 सालको सबलाई होइन। अब ठिकै छ सबैजनाको। अब यस्तो उस्तो भन्ने नै छैन होइन। सबैको अब आफ्नो व्यवहार आफ्नो संस्कार आफ्नो त्यही हो। सबैले आफ्नो बुझ्ने हो होइन। समस्या भनेको सबैको हुन्छ होइन। एकअर्कामा अब मनमुटाव लिएर नहिँड्ने होइन। अब देखासेखी नलागेर आफ्नो अब आफ्नो के हो कस्तो हो त्यो समस्या बुझेर यो अगाडि बढ्नुलाई हो। अहिलेसम्म जे गरिरहेछ दाइहरूले त्यो निर्णय नै एकदम सफलता मिलिरहेछ। एकदम मलाई नि उच्च लागिरहेछ होइन। अब कोही होला अब त बुझ्ने हो। मलाई चाहिँ यस्तो लागिरहेछ कि राम्रो लागिरहेछ। दाजुभाइले दाइहरूले जे गरे निर्णय लिइरहेछ त्यसमा नै समर्थन छ म चाहिँ होइन। अब मैले होला यथार्थ अब गर्नु सकेको कुराहरू गर्नु नसकेको कुराहरू हुन्छ आफ्नो ठाउँमा त्यो होइन। चित्त बुझ्नु नबुझेको कुराहरू आफ्नो ठाउँमा हुन्छ। त्यो अब यथार्थ कुराहरूलाई बिर्सिँदै रमाइलोमा मात्र पनि लिएर नि भएन कि फेरि समस्या पनि समस्यालाई जिन्दगी जीवनलाई होइन विशेष मान्दै अगाडि बढाउँदै गरौँ ल। यही नै चाहन्छु। ह्याप्पी है 2085 साल होइन 82 सालको सबलाई शुभकामना होइन। 82 सम्म चाहिँ है फेरि 83 बाट स्टार हान्ने के अर्को इन्ट्री हान्नु पर्ने न। ठिकै छ अहिलेसम्म त ठिकै छ होइन। ल ह्याप्पी न्यु इयर नयाँ वर्षको सबैलाई शुभकामना। धन्यवाद। मेरो दादालाई चाहिँ भन्ने एकचोटि म नि खान्छु होइन। अन्त चिया बन्छ एउटा के हो ल्याए माइक ल्यायो त्यो भन्दा नि एउटा के हो किन्यो भन्दा स्पिकर त्यो दाजुभाइलाई त्यो कसलाई समाउँछ कसैमा होइन त्यो कसैलाई थाहा छ हो त्यो कुरा हाम्रो थाहै त्यो थाहा छैन। बन्लामा
होइन भने पछि त्यो होइन समूह मागे बोल न पछि त्यो हो होइन त्यही त ग्रुपमा ल सबैजना ग्रुप त्यो अनि ग्रुपमा के भनेको छैन ग्रुपमा सबैले ल भनेको छैन मलाई चाहिँ भने छैन ग्रुपमा आएछ आएन ग्रुपमा त्यही त यसो किनेको होइन किन्यो त्यही त त्यो होइन ग्रुपमा किनेको हो कि के हो अनि सबै के भने समूहमा किन्यो भन्दै भन्नु चाहिँ होइन अनि त्यो त समूहमा त्यो अनि सबैले त्यो होइन त्यो ग्रुपमा हालिदिएपछि सबैले दिएछ नि त होइन कहाँ बुझ्दै हो बुझ्दै सलाद खोइ त ल्याएको त मलाई चाहिँ मलाई नि त्यो मनमा लागेको भन्नुपर्छ आफ्नो मनमा कुरो होइन भने त्यही त हो नि मैले त्यही हो दाजुभाइ समूह एउटा किने हो कि त्यो होइन त्यो किने हो कि के भनेको गरिनु पर्यो चित्त बुझ्दैन चित्त नबुझेको अहिले प्रश्न राखेको यो प्रश्नको जवाफ पनि सुन फेरि पछि के भन्नु मेरो मनको कुरा चाहिँ त्यही हो होइन त्यही त माइक किन्नु भएको थियो भने थियो अब किन्नु तर व्यक्तिगत हो कि त्यो अब दाजुभाइको सम्म अब के भन्यो भने दाइले मात्रै सोच्नु त्यो आउनै भएन कि आउनु भएन भने त्यो त्यो त दाइलाई म सोध्छु क्या होइन सोध्नु त पाएन होइन सोध्नु त मिलेन हो कि घरमै थियो तर अलिकति होइन कि दाइ होइन भन्ने घरमै थियो यसरी किन्यो दाइले मात्र व्यक्तिहरू किन्यो कि त्यो त दाइले छुट्याउनु पर्यो हो नि दाइले कुराहरू सोध्नु पाएँ यहाँबाट अनि त्यहाँबाट बहुत थाहा पाउँछ त भनेर होइन थाहा छोरो बोल्न ल ए 2082 हो कि यो मेरो पालामा त ब्याट्री सप्लाई छ छिटो बोलेको सुनेन अलि सानो चार्सी दिएको के अब नै म मुखले भन्नु भएन नि हैन 2082 सालको शुभकामना अब मेरो दाइहरुलाई चाहिँ मेरो तर्फबाट हो र भाइहरुलाई माया है मेरो दाइ ओके है यो चाहिँ यो हाम्रो संस्कार हो है दाजु हो आफू भन्दा दाइहरुलाई चाहिँ अब सम्मान गर्नुपर्छ है र अनि आफू भन्दा भाइहरुलाई माया यो सबै सिक्ने यो संस्कार हो र अनि अर्को कुरा अब माइकले साथ नदिने के भन्छ भन्नुभयो अब हाम्रो यो दाजुभाइ समाजको अध्यक्ष उपाध्यक्ष कोषाध्यक्ष जो जस्तो भयो भने हाम्रै दाजुभाइ हो नि हैन यसमा छलफल गर्न पाइयो राम्रो नराम्रो के हो सबैले छलफल गर्न पाइयो र अनि प्रत्येक व्यक्तिलाई अब हामीले इन्फर्म त गरेको हुन्छ तर कहिलेकाहीँ छुट्न सक्छ नि त हैन हो कि हैन अनि निर्णय चाहिँ के हुन्छ नि मैले बुझ्छु है दाजुभाइ है मैले बुझेको के भने निर्णय चाहिँ सिनियर हुन्छ नि सिनियर दाइहरू जो माथिल्लो तहबाट निर्णय गर्छ भने भाइहरूले अब कमेन्ट गर्न पाइन्छ र कोही कुरा चाहिँ फेरि त्यो दाइको निर्णयलाई मान्नुपर्ने अवस्था पनि आउँदो रहेछ आउँछ पनि हो कि अब सक्रिय सदस्य भन्छ नि अब यहाँ हाम्रो सक्रिय भनेको सबै सक्रिय सबै निष्क्रिय भन्दाखेरि चाहिँ फरक पर्दैन तैपनि यसमा हाम्रोमा सबभन्दा बढी सक्रिय भनेको लक्ष्मण दाइ र
के अरे सेरे है दुईजना सबभन्दा बढी सक्रिय छ वीरबहादुर घले दुईजना सक्रिय छ बाँकी त सबैजना सहयोगीको भूमिका निर्वाह गरेछ है अहिले अब मैले देखेको के भने मैले नहुने मैले के म धेरै ठाउँमा घुमिसकेँ तर मैले देखेको कुरा चाहिँ सबभन्दा राम्रो कुरा के छ भने काहीँ पनि यस्तो दाजुभाइहरूको युनिटी देखेको छैन कुनै ठाउँ हेरेको कुनै पनि ठाउँमा दाजुभाइको युनिटी देखेको छैन हाम्रै गाउँबाट हाम्रै ठाउँबाट सुरु हुँदैछ यो युनिटी फेरि है यो युनिटी देखेको छ हाम्रै गाउँबाट मैले देखेको है मैले पैसा उठाउँदै कन्टिन्यू हुँदैन पैसा भने चाहिँ किन उठाएको भन्दाखेरि यो चाहिँ एउटा पोस्ट खडा होस् र केही गर्नु पर्यो भने सजिलो होस् पैसा कसैले जरुरीको लागि उठाएन कि कसैलाई पर्यो भने पैसा सहयोगै हो पैसा के को फ्रीमा सहयोग गर्ने नि ब्याजमा लगाउने पैसा तिर लाउने हो फ्रीमा सहयोग त जसलाई पनि चाहिन्छ सहयोग दियो भने हामीलाई पैसा सहयोग गर्ने मनको लागि कुरा सबैलाई एकाउन्ट पठाइदियो र सबै सकेसम्म अब हरेक महिना चाहिँ बच्चा के हो पाको के हो उमेर के हो भन्ने कुरा सँगै बताउँछु यही धेरै थाहा पाएन यस दाजुभाइ सम्म अन्तर्गत हामी वनभोज पार्टी मैले त बुझेको कोषाध्यक्ष भने अन्तर्गत बोल्दैछु यस अन्तर्गत म के बोल्दैछु भने अहिले जति पनि खाएर रमाइलो गरेर जति पनि जे गरे पनि दाजुभाइभित्र जस्तै भए पनि आफूहरूको अस्तित्व नभुलोस् होइन मेरो सोच अस्तित्व नभुलोस् कसैलाई दुःख पीर पर्दाखेरि सहयोग होस् गर्नु सक्नुहुन्छ दाजुभाइले भन्ने मेरो आशा छ त्यसभित्र मैले अब म पनि गर्न चाहन्छु अब होइन सकेको गर्ने हो कसैले नभएर पनि सक्दैन त्यो होइन त्यसमा हुँदैन जस्ट मैले यो भन्नु खोज्छु के भन्छु भने म कोषाध्यक्षको हिसाबले के हुन्छ यो सम्म अन्तर्गत मैले भन्न चाहेको कुरा चाहिँ के भने अहिलेसम्म हाम्रो 2076 साल 2076 सालमा हाम्रो स्थापना भएको हाम्रो समय यो दाजुभाइ अन्तर्गत 2076 साल कुन महिना चाहिँ मलाई एक्ज्याक्ट थाहा छैन होइन मलाई एक्ज्याक्ट थाहा छैन म बोल्नु गएर बेला मैले यो चाहिँ एक्ज्याक्ट थाहा छैन मलाई कोषाध्यक्ष राखिदिनु भयो सबै दाजुभाइ मिलेर त्यो अब किनभने आफ्नो सबैजनाले चुनेरै राख्नु भएको होला दाजुभाइले भन्ने म चाहन्छु जस्ट त्यसमा मैले भूमिका निभाउन सकेको छैन मैले गर्ने भूमिका निभाउन सकेको छुइनँ मैले त्यसको लागि क्षमा प्राप्ति चाहन्छु दाजुभाइ जस्तै अब मैले त्यसमा भूमिका निभाउन चाहन्न मेरो भूमिका मेरो अध्यक्षज्यू वीरबहादुर घलेले निभाइरहनु भएको त्यसमा नि हाम्रो दाजुलाई मलाई निभाइरहनु भएको छ म किनकि यो अवधिभित्र म स्वदेशमा थिएन विदेशमा थियो जस्तै विदेश हुँदा पनि मैले आफ्नो दाजुभाइको के हो इच्छा के आकाङ्क्षा दाजुभाइको सल्लाह अनुसार मैले सहमति जनाएको छु त्यसमा कसैलाई चित्त बुझेको छैन भने मलाई यो समाजभित्र राख्न चाहन्छु
त्यसभित्र त्यो कालो मान्छेले आजको परिसर नेपाली मात्रै आजको चल्दा कार्यक्रम चल्दै गर्दाखेरि म के भन्न चाहन्छु भने एउटा हाम्रो जति पनि 17 सालदेखि जति पनि उठेको छ रकम जति पनि उठेको छ कसैले दिनु बाँकी छ कसैले त्यसको हिसाब जस्तै वीरबहादुर घले ज्यू भगवती ज्यूलाई यो सुनाइदिनु होला अनुरोध म चाहन्छु किनकि मेरो मात्र चाहना होइन मेरो यो दाजुभाइसम्म भित्रको चाहना हो कति उठ्यो कति लगानी छ कति कहाँ गएको छ कति के छ कति उठ्नु बाँकी छ त्यति सुनाइदिनु हुन म अध्यक्षज्यूलाई अनुरोध गर्न चाहन्छु र 2022 सालको हार्दिक मङ्गलमय मेरो समूहभित्र चाहन्छु शुभकामना धन्यवाद थ्याङ्क यू लामाले एउटा कुरा उठायो त्यो मैले बुझेको कुरा हो लामाले नबुझेको कुरा त्यसको जवाब दिनु होइन त्यसको जवाब दिनु फ्रीमा सहयोग कसरी गर्ने फ्रीमा सहयोग गर्ने त पैसा हालेर सकाइदिए भए मैले पनि त्यही त मैले भने त मैले ल पैसा सहयोग भनेको गौरवले गरेर दिने हो ठिकै छ अब यो कुराहरूलाई हामीले सबैले बुझिरहेको छ बुझ्नु नि पर्छ है होइन यो भनेको त्यो पैसा दिने भनेको स्थिति हेरेर दिने हो नि त कसको बाजेको सन्तान कसको बाजेको पालेको सम्बन्धी गरेर एउटा कुरा सबैले सुनौ न एउटा कुरा सबैले अहिले अल्कोहल खाएर आज सबैले बाजेको सम्बन्धी बाजेको सम्बन्धी बौली हान्छ बौली अल्कोहलको कुरै हेलो प्लिज साइलेन्ट मेरो दाजुभाइहरू म भन्दा दाइ भाइ भतिज जति पनि हुनुहुन्छ प्लिज आफूले को मान्छेको कुरा सुन्नुपर्ने के हो होइन आफूले विचार गर्नुहोस् अनि सुन्नुहोस् एउटा लामालाई स्पेसल पार्दिनु एउटा त्यो पनि आउँछ अध्यक्षले लामालाई स्पेसल पार्दिनु एउटा हैन आउँछ त्यो स्पेसल पार्दिनु अनि त्यसपछि अर्को प्रश्न आउला के के मेरो कुरा एउटा उदाहरण है एउटा ल म कोष अध्यक्षको हिसाबले यति भन्न चाहन्छु मैले अघि क्षमा प्रार्थी चाहन्छु मैले अघि के बोल्नु सकेको दाजुभाइसम्म भित्र 2 वर्ष म यो 2 वर्षभित्र मैले उपस्थित हुन सकिनँ त्यस अन्तर्गत के भएको छ अध्यक्षज्यूले सुनाइदिनु हुनुहुन्छ यहाँ त्यसमा हामी सबै प्रतीक्षामा रहनेछु धन्यवाद लामाको प्रख्यात भनाइ के छ टाका बोलिहाल्छ लो अर्का कुरा सुन्नु पर्यो कि मेन कुरा भनेको उसले भोलि अहिले फेरि प्रश्न गर्छ अहिले मैले जवाब दिएँ नि अहिले फेरि भोलि सधैँभरि गर्ने त्यो पनि आउँछ विषयमा अहिले एउटा कुरा सुनौ न सबैले लामाको भनाइ के छ मेरो कुरा सुनाउनु एउटा मधुराम भट्टा म गाउँमा थिएँ गाउँमा परेको कुराहरूमा होइन हरेक कुरामा मलाई एउटा दिमागमा के आयो भने हरेक अब हो छरिन्छ कसैको अब 2-4 छोरा हुन्छ कसैको एउटा पनि हुन्छ होइन सबै भए पनि उनीहरू त सबै छरेर जान्छ होइन गाउँमा कोही हुँदैन होइन मलाई समस्या परेको कस्तो छ मैले व्यक्तिगत हिसाबमा समाजको हिसाबमा सोचेको छु कि मैले सोचेर कुरा गरे हो यो कुरा भनेको ठिक छ सेरेलो के त तैले भन्दा लौ हरेक कुरा भनेको मैले भोगेर मात्र मैले एउटा सम्म बनाऊ एउटा गठन गरौँ परेको कुरा उसले नि बुझोस् होइन मैले बुझेँ होइन गाउँमा यस्तो समस्या पर्यो फलाना अब गाउँमा फ्ल्यासब्याक फर्केर पनि हेर्नुपर्छ कि पछाडिको कुराहरू होइन मेरो पाइला पनि अनि मैले यसो बुझेँ कि सबै छोराछोरी परदेश छ गाउँमा बडाबुडी छ सायद त कोही पनि छैन त्यहाँ सायद बोली चोराउला डगैटियाउला मैले पनि भोगिरहेको छु होइन कहाँ थाप्ने बेला म हाल्थेँ मैले मसान घाटमा एकजना केही घटना कहाँ हाल्थेँ
भोलि कोही नहोला नि मोहम्मद परेको समस्या सबैलाई पर्छ यो कुरा बुझ्यो भने एकदम सही मैले कहाँ यतिखेर नै हाल्नु पर्दैन अहिले त्यो भइरहेछ फेरि मिलिरहेछ भइरहेछ हैन एकदम यो रेडी कुरा सबैले बुझिदियो भने एकदम राम्रो कुरा हो यो खान्छ आफ्नो हैसियत हुन्छ हैन कसैले बियर खान्छ कसैले लोकल खान्छ कसैले खाँदैन कसैले खैनी मार्यो भने चित्त बुझाउँछ कोही सगरमा चट्नी स्तरमा सगरमा बाँचिरहेको हुन्छ सगरमा चट्नी कसरी बुझ्ने भन्ने कुरो नाम छ त्यो खाए पनि नखाए पनि गाउँमा के 8848 मिटर भन्छ थाहा छैन यो पहिले पनि के 8848 मिटर छ यो अनि हामीले यो सम्भव बटालेपछि अहिले जस्तो भइरहेछ नि त हाम्रो अहिले राम्रो सम्पर्क भइरहेछ हैन पहिला छरेको थियो नि त जब आफूले पर्छ त्यसपछि थाहा हुन्छ के यो छाप्रो गुटापट्टि के अहिले कसैले अहिले मलाई पनि थाहा छैन थाहा थिएन पहिला आमाको माया के हो महत्त्व के हो एकदम सही हैन एकदमै एकदम राम्रो क्वालिटी दिए छोडेर जान्छ नि त्यतिखेर महसुस हुन्छ कसरी बसिदियो होला बुढाको साथमा हो कि त्यो अवश्य हामीले जति माया गर्यो केही पनि हुँदैन हुन्जेलै के गरौँ के माया गरौँ भनेर एउटा सङ्गठन बनाऊ राम्रो गरौँ एकदमै त्यो मैले बुझेको त्यो गरे हो हैन यो कुरामा राम्रो नराम्रो कस्तो लाग्छ हैन एकदम राम्रो कुरा राम्रो त एकदम ताली खोइ अलराइट एकदम राम्रो हो यो यसले पनि बताउँछ के मान्छेलाई मर्न गाम बस्दै मान्छे हुनु सबैलाई बसोबास हुनु पर्यो सबैलाई उमेर हरेक सुन्ने हरेक हुन्छ नि हरेक पानी गइदियो तपाईले पानी पैसा के एकले अर्का पानीको पैसा पानी मुसी आकाशबाट तले पैसा मुसी आकाशबाट पानी तले दिनु जानी सर्ट सर्ट गई आकाशबाट पानी तले दिनु बाहिर नै देखेर यो नि बुढालाई भन्नुपर्ने छ कता पानी बग्यो त्यही भएर मैले चाहिँ अनि अब गर्दैन अहिले हामीले यो खर्चको विवरण चाहिँ अब ब्याङ्किङ स्टेटमेन्ट अब दाइले निकाल्नु भनेछ हैन त्यो पनि हामी विवरण सबै दिन्थे तर छ नि दाइ एउटा कुरा अहिले अब हाम्रो त्यो खर्चमा चाहिँ अब उच्चले 50,000 सहयोग गरे हो हैन त्यो अब मेरो कोष अध्यक्षको हिसाब थियो नि त पहिला म अध्यक्ष भने मैले दोहोरो भूमिका निभाएको थियो नि त हैन ऊ अब दाइ हेर्नुहुन्छ हैन विमल अब दुईटै फुचे हो विमल लगानी छ फुचे नामै भएको त अनि अनि अस्ति त्यो हाम्रो पुङचेको भयो थियो 26,000 लाखैन हो त्यहाँ पनि सहयोग गरे हामीले पहिलाको सालमा गरे अझै गर्दै 80को सालमा हामी 80को सालमा के 80 सालमा हो हामी त्यो के अर्को बात सापट एकले अर्काको कुरा सुन्ने गर अनि तिमीहरु खानु सबले सुनौ पैसा त हामी दाजुहरुले सहयोग त गर्ने सहयोग भनेको फिर्ता गर्ने गरेर सहयोग गरिसकेपछि फिर्ता नगर्ने गरेर गरिब छ तलाई 20 रुपैयाँ के अरे ल 1000 सहयोग गरे यो पैसा फिर्ता पर्दैन भन्नुको लागि कि छुट्यो एउटा सस्तामा भएको पैसा चाहिँ त्यहाँ उसलाई सहयोग गर्ने जस्तै उसले 1 लाख रुपैयाँ दियो तर उसले फिर्ता गर्नुपर्छ त्यो पैसा बरु गाह्रो हुन्छ नि 1 वर्ष त्यो भने यहाँ त तपाईले हेर्नु नभन्नु के त्यो कुरा पनि अब निर्णय हुन्छ नि त अब खर्च हुँदैन त्यो पैसा हुनी त भयो नि त्यो गयो हैन सिद्धियो हैन त्यो कुरा अब हैन त्यसलाई माया मार्यो हामीले अब आउने दिनहरुलाई हामीले त्यसरी सुधार गरेर जाउँ राम्रो बनाएर जाउँ किन पैसा लिएपछि कसले नतिरेको दाइ मैले हैन भने हैन भइसक्यो त यो रिकर्ड छ तिमीहरुको तेरो के यसको धान के ब्याजमा दिउँ भन्ने ब्याजमा होइन 6 महिनासम्म हामी चलाउनु दिने हो हैन 6 महिनापछि यसो अब उसले खेलाउँछ भने चलाउनु दिने नि 6 वर्ष टाइम दिनु पर्यो होइन व्यक्तिगत हिसाबमा नजाउँ यो सम्म भने कहाँ छ भोलि सम्म भने कहाँ छ कोटा आउँछ तिमीहरुको जति कुरा गरे लम्बिन्छ पुलो बोक्नु अनि मासु भात खाउँछ मासु भात चामल फेर्दा लामाको एउटा विषय कुरा पुलो सोल्न भयो पुलो सोल्न भयो नि तेरो अगाडि पनि छ यहाँ कुरा रात पर्छ हामीले 2 नम्बरी कुमद्राम ओइ भात नपकाए हुन्छ त्यति गयो हुन्छ मान्छेको मुख अलि ठुलै हुनुपर्छ यो शान्ति
झुलेर बसेर पनि पानी बिलबाट ल्याउने हामीले यो समाजको लागि घरको लागि हैन त्यही भएर अघि नै मैले 3 केस लगाएर जाउँ भनेको त्यही भएर अघि 3 केस लगाएर जाउँ भनेको पुलो बोक्ने काम गर्नु हामी ल सिडियो सल्लाह गर्दै गर्नु तपाईहरुले जे निर्णय गर्छ मेरो कहाँ सके छैन तर कन्टिन्यू दिनु पर्यो ओ मटे ओ मटे सहमति छ यसलाई कन्टिन्यू दिनु पर्यो योभन्दा माथि अझै योभन्दा माथि बढाउन लानु पर्यो सम्पूर्ण मेरो दाजुभाइ नमस्कार है एकचोटि सानो दाजुभाइसँग टुट्ने फुट्ने कुरा निकाल्नु नै भएन हुन्छ 1 नम्बरमा त्यो कुरा सही हो तपाईले भन्ने कुरा हैन पुलो बोक्नु पर्यो कोन ठाउँमा हुनु पर्यो हामी यही जानु पर्नु त्यो मुजी तपाईँले मात्र थाहा छ हो साथै हैन खुवाउने मान्छे खाएर कुरा गर्छ यस्तै हुन्छ कि उनले उसको कुरा मन पर्दैन उनले उसको कुरा मन पर्दैन के हुन्छ के भोलि हेरेर म उतार्ने नै बस्छु ल बोल्दैन ल यो समूह पैसा कहाँ छ त नि समूहको पैसा हामीसँग कहाँ यो विशेष हुनु पर्यो कहाँ छ त कति नाममा छ